अब उसले मेरो भ्लगै उस गर्छ, टेक ओभर गर्छ जस्तो छ। ठिक छ त्यही पनि होइन। हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल एभ्रीवन। आज मैले के लिएर आएको छु भन्दा देख्न सक्नुहुन्छ, थम्बनेल पनि देख्नु भयो होला होइन। ड्रिम कम ट्रु जस्तो भयो होइन, किनकि सानैदेखि प्ले स्टेसन खेल्न मन लागेको मान्छे अनि कहिले नि खेल्न पाउँदैन। खेले पनि अब हामी आफ्नै अब के भन्छ अरे गेमको ठाउँमा गएर खेल्थ्यौँ, अब गेम हाउसमा गएर खेलेको हुन्थ्यो हामी जहिले नि। तर यहाँ चाहिँ अहिले आफ्नै लिएर आउँदाखेरि होइन। यो चाहिँ मैले गिफ्ट पाएको है बाइ द वे। त्यसको लागि म आज अनबक्सिङ गर्दैछु है, मेरो बर्थडे गिफ्ट पाएको हो, त्यसको अनबक्सिङ गर्दैछु। त्यसमा एउटा PS5 छ, त्यसपछि कन्ट्रोलर चाहिँ एउटा मात्रै आउँछ, त्यही भएर हामीले सेकेन्ड कन्ट्रोलर पनि लिएछ। यो चाहिँ चार्जर भयो होइन। सबभन्दा पहिला यहीबाट सुरु गरौँ कि अनबक्सिङ होइन। यो चाहिँ 1 TB जति हुन्छ अनि HDR पहिला उस 4K सम्म खिच्छ। पहिला 8K लेखेको हुन्थ्यो यहाँ, त्यो चाहिँ 8K चाहिँ हटाइदियो अहिले यिनीहरूले होइन। PS5 है के भन्नु यस्तो हुन्छ होइन। यो चाहिँ PS5 1 TB को हो। यसमा चाहिँ CD हाल्न मिल्ने खालको भन्छ यसलाई चाहिँ होइन, अहिले आएको। सो ल खोलौँ है त। खोइ त काट्दै हुँदैछ। सुरुको प्याकेजिङ यस्तो हुन्छ होइन। यसको चाहिँ बाहिरको कभर हुन्छ। मैले युट्युब भिडियो धेरै नै हेरिसकेको थिएँ यो स्टार्ट गर्ने भन्दा पहिला होइन। यो होइन यसले खोलौँ अब क्यामेराले राम्रो त। सुरुमा चाहिँ तार हुँदो रहेछ, HDMI हो र होइन, HDMI होइन, पावर केबल भयो चाहिँ होइन, दुईटा सकेट भएको। पछि यो चाहिँ अब के हो थाहा छैन मलाई। ए चाहिँ स्ट्यान्ड हो यसको, जस्ट फर फन लिभ इट हामीलाई चाहिँ होइन। अर्को छ अब यहाँ HDMI-हरू, टाइप-C रहेछ यो, टाइप-C चार्जर। यो चाहिँ उसलाई चार्ज गर्ने कन्ट्रोलर चार्ज गर्ने कन्ट्रोलर चार्जर। हाम्रो चाहिँ त्यो देखाइदियो त। उसँग नि PS5 छ, उसबाट रेकमेन्डेसन आएको के चाहिन्छ के चाहिन्न, प्रोटेक्सनहरू के चाहिन्छ, हामीले के किनेर ल्याएको छौँ होइन त्यो कुराहरू चाहिँ। सो यो त्यसपछि कन्ट्रोलर आयो होइन। कन्ट्रोलर चाहिँ मैले यो कन्ट्रोलर चाहिँ PS5 को कन्ट्रोलर चाहिँ फर्स्ट टाइम देखेको। यो स्टक कन्ट्रोलर हो, स्टक हो यसमा त स्टक हो यो। के अरे यो पहिलाको PS4हरूमा चाहिँ डिफ्रेन्ट हुन्थ्यो। यो चाहिँ राम्रो छ भन्ने सुनेको थिएँ होइन। यसको भित्रको त्यो के भन्छ अरे भाइब्रेसनहरू यताउता राम्रो छ यसको। फिल क्वालिटी भनौँ न होइन। सबै कुरा उसलाई पनि थाहा छ होइन। बाइ द वे सबै उसले थाहा भएर उसले रेकमेन्डेसन गरेको के किन्ने मैले गिफ्ट गरेको। गिफ्ट चाहिँ होइन उसले गरेको होइन। र कन्ट्रोलर यो भयो। बाइ द वे PS5 मा चाहिँ एउटा मात्रै कन्ट्रोलर आउँछ, एउटा कन्ट्रोलर किन्नै पर्छ। एउटा कन्ट्रोलरको मात्रै प्राइस $99 थियो। नेपालीमा कन्भर्ट गऱ्यो भने लाइक कति भयो त, 10,000 भयो होइन। 10,000 अलिकति भएन, 10,000 भयो भनौँ। ट्याक्स नेपालमा त ट्याक्स लाग्दैन नि त, फेरि डाइरेक्ट ट्याक्स यहाँ ट्याक्स लगाएर 10,000 भन। त्यसपछि आयो भित्रपट्टि कन्सोल चाहिँ यसरी छ होइन। अहिले निकाल्न डर लागिरहेछ। ड्रिम कम ट्रु भयो यहाँ तलबाटसम्म हो नोटबडी होइन यसरी यहाँ यसरी। अनि यो कागज चाहिँ समातौँ, यसलाई चाहिँ तलतिर फालिदिउँ एकछिन। कागज चाहिँ हामीले पढिन्छ अहिले पछि भनेर भन्दिनँ म। ल कन्सोल निकाल्नु नि, कस्तो स्लिम खालको रहेछ त। बाइ द वे पहिलाको PS5 यो PS5 रिलिज हुनु पर्ने चाहिँ अलिक ठुलो होइन यसरी के उसले खाता लगाइदियो पऱ्यो मलाई होइन। तर यो चाहिँ खोलाम है एकछिन। पहिलाको PS5 बन्ने बेलाको कन्सोल चाहिँ अलिक ठुलो हुन्थ्यो, तर अहिले आएको चाहिँ PS5 यो के भन्छ अरे स्लिम भन्छ यसलाई। यसमा CD भेरिएन्ट हो यो चाहिँ, किनकि सीडीहरू पनि हाल्न मिल्छ, अनलाइन मात्रै गर्नु पर्दैन। You can play both CD and online as well. हैन यसले चाहिँ यसो राखौँ यहाँ। सेट अर्को कुरा आयो, यो आयो। यो चाहिँ सेकेन्ड कन्सोल चाहिँ हामीले आफै किनेको भनौँ न हैन। आफ्टर मार्केट त हैन, आफ्टर मार्केट नराम्रो खालको होइन, स्टक होइन नि यो। स्टकै हो नि PS बाट आएको। त्यो त निस्केन त्यो त यस भनेर हुन्छ। यो चाहिँ सेकेन्ड कन्सोल हो हैन। खोइ त कस्तो डब्बा हो त, यता रहेछ। This looks like this, dual tone. You see guys? See? अब मैले मेरो भ्लगै उस गर्छ, टेक ओभर गर्छ जस्तो छ। ठिक छ त्यही पनि हैन। यसको कलर चाहिँ दामी छ, देखाउँ त। डुअल टोन
कलर चाहिँ यस्तो दामी छ होइन। अर्को चाहिँ डिफ्रेन्स यस्तो छ। यो चाहिँ ओरिजिनलवाला भयो, यो चाहिँ अब अर्को कलरवाला भयो। डिफ्रेन्स छ होइन। त्यसपछि यो चाहिँ चार्जर भयो, वायरलेस चार्ज गर्न मिल्ने, किनकि टाइप सीको चार्जर लाग्छ, त्यो जोड्न पर्छ नि त, त्यही भएर त्योभन्दा बढी चाहिँ यो चाहिँ अलिक क्लिन लुक दिन्छ भनेर हामीले यो लिएर आएको छौँ है। एस्थेटिक पाराको होइन। साथै भन्दा हो कता कता के हो, प्लेस्टेसनले बनेको हो कि के हो कम्पनी? प्लेस्टेसनले प्लेस्टेसन। यहाँ एउटा कन्सोल, यहाँ अर्को कन्सोल, अनि यहाँ तलबाट उसको वायरिङ पछि कनेक्ट गर्ने। ओके, यो चाहिँ अलिक चिप क्वालिटीको जस्तो रहेछ। नो ब्रो, यो चाहिँ स्टक यसरी राख्नु मिल्छ भनौँ न। यसरी यो चाहिँ यसको यसो तल यसो राख्नको लागि हो यहाँ होइन। यहाँ क्लिप हुन्छ यसरी होइन, यसरी राख्नको लागि यो चाहिँ त्यही हो। यसरी राख्ने भयो, यसो राख्दा राउन्ड रहेछ। जोड्ने कार्यक्रम गरौँ न त। अब राख्ने चाहिँ कहाँ हो? यहाँ राख्ने तल। यस्तो एलइडी लाइट आउँदो रहेछ। वो गाइज, हामीले चाहिँ अहिले कन्ट्रोलरहरूलाई केले सफ्टवेयर अपडेट गरिसक्यो, अनि एकाउन्ट बनाउनु चाहिँ एकाउन्ट बनायौँ होइन। अनि त्यसपछि एउटा गेम चाहिँ किने हामीले। सिडी अघि किन्न लाग्यो, सिडी चाहिँ त्यहाँ पाएको थिएन सबभन्दा नयाँ भर्जनमा, FIFA 26 किन्न लाग्यो, त्यो चाहिँ थिएन। त्यही भएर अनि हामीले यहीँ अनलाइन किनेको। अनलाइनमा कति थियो, $89 थियो, $90 भनौँ, तर ट्याक्सहरू सुधा $100 जति पऱ्यो। त्यो एउटा गेम चाहिँ किने हामीले। त्यसको लागि अब सबै सेटअप गर्दैछौँ, टाइम लाग्छ नि त। डब्बाहरू यहाँ धेरै नै छ है। अरू सेटअप चाहिँ एकदम क्लिन भयो यसले गर्दा चाहिँ, किनकि यो तारले चार्ज गर्नुपर्छ नि त। अब यसरी ठ्याक्कै यहाँनिर यसरी हाल्दैछ, राम्रो भइहाल्छ। यसरी ठ्याक्कै यसरी बस्छ होइन, चार्ज पनि भइरहेको हुन्छ। कन्सोल चाहिँ हामीले साइडमा राख्यौँ टिभीको। अनि त्यही हो, अरू सबै कुरा गर्दैछौँ। अरू चाहिँ गेमहरू चाहिँ लास्टै महँगो छ गाइज यार। नेपालमा भयो भने त हामीले एफोर्ड गर्न सकिन्थेन। नेपालमा त ड्रिमै थियो नि त यस्तो त होइन। नेपालमा अब यस्तो किन्ने यो किन्ने भनेर, अनि उता आउने बित्तिकै सबभन्दा रिलिज हुने बित्तिकै किनेकोले चाहिँ यो PS5 चाहिँ मैले चाहिँ अलिकति मनलाई उस गरेर राखिराखेको थिएँ। तर अब गिफ्ट पाएपछि किन नलिने। गेम खेल्ने मान्छे व्यस्त छ। सेन्सर यो चाहिँ PS4मा चाहिँ के हुन्थ्यो भन्दा यो खासै राम्रो थिएन। यो कन्ट्रोलर यस्तो दामी छ कि यहाँ सबैमा सेन्सर छ कि, जो सेन्सर भन्दो रहेछ होइन, ड्युल सेन्स होइन। जे भयो नि त लास्ट बवाल लाग्यो मैले यो चाहिँ एकदम के अरे गेमिङ एक्सपिरियन्स लास्टै दामी यार। PS4 के किन्न पर्ने भनेर भन्न मिल्दैन। यो PS4 एकदम डिफ्रेन्ट।